हामीले हाम्रो मुख्य माग बिर्सेका छैनौँ, त्यो हो प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री। कतिलाई चाहिँ यो सिस्टमबारे चाहिँ के चाहिँ डाउट थियो भन्दाखेरि यो सिस्टमबाट बनेको चाहिँ प्रधानमन्त्री चाहिँ अटोक्रेटिक हुने हो कि त निरङ्कुश हुने हो कि त भनेर डाउट थियो। त्यसलाई हामीले नजरअन्दाज गर्न मिलेन। त्यसको लागि हामी यत्रो टाइमदेखि रिसर्चमा, यो बाहेक अरू धेरै कुरामा रिसर्च र भन्न धेरैलाई चाहिँ हामी साथ जोड्ने चाहिँ प्रयासमा निरन्तर लागिरहेको थियौँ। यो प्रणालीबाट आएको प्रधानमन्त्रीलाई चाहिँ निरङ्कुश हुन नदिनको लागि हामीले थुप्रै देशका सिस्टमहरू हेऱ्यौँ, कुन सिस्टममा चाहिँ उनीहरू चलिरहनु भएको छ भनेर हेऱ्यौँ। त्यो सबै हेरेर सबैको आकलन गरेपछि चाहिँ वी हेभ फाइनली कम टु अ कन्क्लुजन। हामी बल्ल निष्कर्षमा आयौँ र एउटा हामीले सिस्टम बनाएको छौँ जुनमा चाहिँ पावर ब्यालेन्स हुन्छ, जुनमा चाहिँ प्रधानमन्त्रीसँग यस्तो निरङ्कुश हुने चाहिँ सम्भावना नै हुँदैन। यो बारे हामी छिट्टै एउटा भिडियो बनाएर यो सिस्टमलाई बुझाउनेछौँ, सार्वजनिक गर्नेछौँ। त्योभन्दा पहिला हामी अर्को के पनि गरिरहेको छौँ भन्दा हामी कमजोर छैनौँ। हामीसँग धेरै मान्छे जोडिनु भएको छ र छिटै हामी एकदम ग्रान्ड शक्ति प्रदर्शन चाहिँ गर्नेवाला छौँ। यो चाहिँ शान्तिपूर्ण हुनेवाला छ। धेरै मान्छेले हाम्रो साथ दिनु हुनेवाला छ। एकदम